वेलकम ब्याक टु माई च्यानल आर्य ब्लग्स। सन्चै हुनुहुन्छ होला। म फेरि पनि तपाईँहरू सामु उपस्थित भइसकेछु अनदर ब्लगको साथ। आज चाहिँ मौसम पनि एकदम कुल छ होइन। छुट्टीको त सदुपयोग गर्नु पर्यो, त्यही भएर म चाहिँ आज कहाँ जाँदैछु तपाईँलाई म देखाउँछु। म अब अस्मिता बहिनीलाई धेरै भयो नभेटेको, त्यही भएर बहिनीलाई पनि देखाउँछु। म अस्मितालाई चाहिँ दिव्य पार्टी प्यालेसदेखि त्यो दिव्य पुलदेखिको अलि यता अगाडि आउनु भनेको छु। अब यहीँ पर्खिनु पर्यो, यहीँ आउँछ होला। कति भयो यार, आर्यन र सुषमा गएदेखिको यो अस्मितालाई भेट्न पाएको थिइनँ। ठ्याक्क आज अस्मिताले पनि जाम आन्टी भन्न थाल्यो, त्यही भएर अब आज म अस्मितालाई भेट्दैछु। भेटेपछि देखाउँछु गाइज। म चाहिँ यहाँ छु। उयो हेर्नु आइपुग्यो अस्मिता। कहाँ गएको थियो? अनि साँच्चै तिम्रो पानी सिम पर्दैछ। पानी नपऱ्यो भने त यस्तो हामी चाहिँ पानीले चुटेर हेर्नु। अस्मिता चाहिँ यहाँ छ, पानीले भिजेर पुरा चिसो भयो है। हामी त ठ्याक्कै कति महिनापछि भेट भएको अस्मिता? होइन त कति 8 महिना? 8 महिना ठ्याक्कै। हामी 8 महिनापछि भेट भएको अस्मिता भन्ने यही हो। आर्यनको साथी, बेस्ट फ्रेन्ड। ल हामी चाहिँ आइपुग्यौँ। पानीले त चुट्यो। मेरो त अहिले घरमै, उसको त फोनबाटै हुने हो मिटिङ सिटिङ। ल फाइनली म चाहिँ स्कन पुग्यौँ है। मलाई त यस्तो आउनु मन लागेको थियो गाइज। ल हेर्छु गीता यता। ल हामी चाहिँ आइपुग्यौँ फाइनली। यो ठाउँ, यो मन्दिर मलाई चाहिँ एकदमै आउनु मन लागेर। युट्युब फ्यामिली होइन, यही खोल्ने हो चप्पलहरू। हामी चाहिँ यहाँ आइपुग्यौँ। हाई गाइस, हाम्रो आन्टीको ब्लगमा पिङ भएछ। उहाँ चाहिँ मेरो जिग्री साथी आर्यनको आन्टी हुनुहुन्छ। हरे कृष्ण। हजुर सबै उठ्दा हुन्छ होला। अब चाहिँ हजुर अगाडि आएर उभिन सक्नुहुन्छ। हाम्रो भजन चाहिँ त्यहाँ छ, हजुरले कपी गर्न सक्नुहुन्छ म सँगसँगै। हामी चाहिँ आइपुग्यौँ है। अस्मिता चाहिँ यहाँ छ। यशोमती नन्दन व्रजवरनागर गोकुल जनकाना व्रज जनपालना सुकुल नाशना व्रज जनपालना
हरिबो लेला गोरा हरिबो निता गौर प्रेमानन्दे आरती सक्यो अन्त नाम संकीर्तन महायज्ञ की प्रतिपदान श्रीमती तुलसी महारानी वृंदे देवी की जय कृष्ण प्रभुपाद की जय सानो नानी पनि हेर आज हरे कृष्ण खै एकदम रमाइलो लाग्यो खुसी लाग्यो पानी परेको बेला आनन्द आयो मलाई चाहिँ पानी परेको चाहिँ मौसम पनि कुल छ यो आज हामी राम्रै बेलामा आएछ सुत्त लाग्यो हामी चाहिँ होइन पानी परिरहेको सिमसिम अब हामी चाहिँ अब यस्तो हाम्रो छाता आन्टी र छोरीको यहाँ छाता आर्यन तपाईँ मिस हुनुभयो है युकेमा पनि जानु होला ल यहाँ मिस गर्दैछौँ हामीले आर्यन र सुषमालाई एकदम सम्झेको छु मैले त्यही आर्यन सुषमाको कमी नहोस् भनेर म आएको छु आज आन्टी लिएर होइन आन्टी ल मिस गर्दैछौँ है मिस गर्दैछौँ केटाकेटी हो कहाँ पर्छ उता हो। हामी चाहिँ मन्दिरबाट फर्केर यसरी भिजिरहेछौँ पुरा हाम्रो टिका चन्दन लगाएर अब अहिले मासु तान्छौँ गएर यहाँ छ हामी चाहिँ पुरा अहिले भिजिरहेको हामी चाहिँ फल्चा आइपुग्यौँ है खाजा यो उसले चाहिँ हट लेमन विथ हनी म चाहिँ ब्ल्याक कफी यता छोइला खाँदैछु युट्युब फ्यामिली हाम्रो चाहिँ यही हो फल्चा यही हो चेयर्स यहाँको चाहिँ खानेहरू पनि ठिकै लाग्यो यहाँ चाहिँ पुरा ग्रिन छ हेर्दै टक्क फर्किँदैछौँ तपाईँहरूको छुट्टी चाहिँ कस्तो भइरहेछ मेरो स्कुलको टिचर्सहरू अनि अहिले त सबैको फाइनल टर्म सकेर पनि अहिले सबै टिचिङ स्टाफहरूको स्कुल अहिले छुट्टी होला होइन कोही कता घुम्न जानुभयो होला म चाहिँ आज यसो टाइम निकालेर अनि फेरि आज पानी परेकै बेला फेरि मलाई फेरि थाहा थिएन पानी त्यस्तो पर्छ भनेर त्यही पनि मन्दिर पुगेर आयो होइन अनि यस्तै छ अब म चाहिँ अब जाँदैछु बाई बाई युट्युब फ्यामिली म चाहिँ घर आएर पनि आज मेरो मनको इच्छा पुरा भयो इस्कन एकदम जान मन लागेको थियो मलाई होइन अस्मिता भोजीसँग गएर आएँ अनि त्यस्तो त नि भने हल्का फुल्का खाजा खाइयो अनि आएर कस्तो पानी मौसम पनि त्यस्तै थियो त्यही भएर अनि अब म आफ्नो ड्युटी पुरा गर्न जाँदैछु अब म छाता ओढेर हुडी लाएर अनि म अहिले ट्युसन पढाउन जाँदैछु लाइक एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला युट्युब फ्यामिली ओके बाई मेरो भिडियोलाई मन नपराई पनि हेरिदिनु होला युट्युब फ्यामिली लाइक एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला है पानी परिरहेछ भोलिदेखि घाम लाग्ने हो कि ओके बाई